कहाँ झर्ने तिमी ठ्याक्क अहिले चाहिँ गाई झर्यो हामी चाहिँ भान्चो गाई पनि लागेको छ डल्लाई अब टक्कमा तेल हाल्नु जानुपर्ने हुन्छ गाडीमा तेलको पम्प छ अब टक्क तेल हाल्यो अरे चलिदिनु पर्ने हुन्छ थोरै यहाँ जाम्रो भएछ पछि जाने होला हैन राम्रोसँग ल तेल हाल्यो अरे मलाई टक्क यता जानु थियो हजारको हालिदिनु न के गरेर यहाँ हालेर थोरै अगाडि हाल्नुपर्ने हुन्छ फेरि 1000 बाटो लागिसकेको छ बाटोतिर भेटौँ अब गाइस लाग्यो फाइनल्ली गाइस अब चाहिँ हामी चाहिँ धरान पटिसकेको छ हामीले चाहिँ अहिले ठ्याक्कै यो सर्दु खोलाको पुलमा छौँ अहिले चाहिँ म ठ्याक्कै यो
उदयपुरको बेलटार भन्ने ठाउँमा छु। बेलटार चाहिँ हाम्रो लागि चाहिँ एउटा ऐतिहासिक नै ठाउँ हो भनौँ न। हाम्रो चाहिँ पहिला अब बाउ बाजेहरूदेखि नै पहिला चाहिँ हाम्रो नुन बोक्ने ठाउँ के नुन ल्याउन आउने ठाउँ चाहिँ यो बेलटार हो। अनि त्यही हाम्रो दाइहरूको पालासम्म चाहिँ नुन चाहिँ बोक्ने चलन थियो क्या। ठ्याक्कै हाम्रो पालामा चाहिँ नुन चाहिँ बोकिएन। त्यतिखेर चाहिँ अब जान आउनको लागि हाम्रो घरदेखि चाहिँ लगभग 1 घन्टा लाग्थ्यो क्या जानु। अब आउनको लागि यहाँ बेलटार आउनको लागि 3 दिन, घर पुग्न 4 दिन के। अब त्यतिखेर चाहिँ खानाहरू अब चामलदेखि लिएर त्यो हुन्छ नि, चामल पनि त्यतिखेर त कमै पाउने, मकैको चामलहरू, त्यो पिठोहरू अनि त्यो गुन्द्रुकको तरकारीहरू लिएर चाहिँ त्यो ठाउँमा आउनुहुन्थ्यो अरे क्या। अनि यहाँदेखि कहिले चिराइतोहरू बोकेर चाहिँ हाम्रो यो ठाउँसम्म चाहिँ आउनुहुन्थ्यो। अब पछिल्लो समय चाहिँ अब गाडी यातायातको सुविधा भएर चाहिँ यो ठाउँमा चाहिँ गएको छैन। अब थोरै यहाँदेखि लगभग 1 किलोमिटर पर चाहिँ पुगिन्छ उता बेलटार बजार चाहिँ म पुग्दिनँ। बेलटारदेखि थोरै यता साइडबाट जानुपर्ने हुन्छ। अब हेर्दै जाउँ। अहिले चाहिँ म ठ्याक्कै यो खोटाङ र उदयपुर जोड्ने सुनकोशी नदीको पुलमा छु। हेर्नुहोस्, तर अस्ति यो बाढीले गर्दाखेरि चाहिँ केही छैन। तपाईँको यो पुल चाहिँ यस्तो भत्काइदिएको छ कि ट्याक्कै हेर्नुहोस्, यो बिचबाट चाहिँ छेउछेउको चाहिँ ठिकै छ, बिचको चाहिँ टक्कै भाँचेर चाहिँ लगिदिएको छ। यता तलतिर छ पुल, यतातिर बिचतिर यस्तो बिजोग बनाइदिएको छ क्या यहाँको बाटोको। पहिला चाहिँ यताबाट थियो पुल, तर त्यो पुल भत्किसकेपछि सानोबाट बेली ब्रिज हालेको छ। यो पनि धेरै नै 1-1.5 महिनादेखि अब यो चल्दैन। त्यसपछि माथिबाट एउटा सानो पुल छ, त्यही पुल चढेर जानुपर्ने बिजोग बिजोग गाउँ जान पनि अब चाहिँ हामी खोटाङ प्रवेश गरिएको छ। यता चाहिँ खोटाङ गाउँपालिका भन्छ। ठ्याक्कै यता चाहिँ यहाँ परतिर गएपछि हाम्रो पालिका आउँछ। अहिले चाहिँ म ठ्याक्कै यो हाम्रो गाउँपालिका जाने बाटो र दिक्तेल जाने बाटोको बिचमा छु। अनि हाम्रो पालिका जाने बाटो चाहिँ हाम्रो गाउँ जाने, अब पालिका जाने बाटो चाहिँ यता मास्तिर हो। अनि तपाईँले यता दिक्तेल जानु पर्यो भने चाहिँ यो बाटो, अनि यताबाट चाहिँ हाम्रो घर पुगिन्छ। अब हाम्रो घर पुग्नुको लागि त्यस्तै अब 1.5 घन्टा जति लाग्छ होला। बाटो एकदम अप्ठ्यारो छ, देख्न सक्नुहुन्छ। भर्खर बन्दैछ यता बाटो, अब बन्दै गरेको बाटो छ। हेर्दै जाउँ अब कति टाइम लाग्छ। अहिले चाहिँ म ठ्याक्कै पञ्चमी बजार निस्केको छु। यो अगाडिको देख्न सक्नुहुन्छ, यो सबै पञ्चमी बजार हो। अनि यहाँबाट अझै मलाई लाग्छ करिब लगभग बिस्तारै जाँदा भनौँ न 1 घन्टा लाग्छ। कतै यो पञ्चमी बजार चाहिँ प्रत्येक हप्ताको सोमबार चाहिँ हतिया लाग्छ क्या यहाँनिर। अब हप्तामा लगभग 4 चोटि भनौँ न बजार।
पञ्चमी बजार देख्न सक्नुहुन्छ ठ्याक्कै यहाँ पञ्चमी बजार अहिले चाहिँ अलिकति धेरै भन्दा पनि ठिकै चेन्ज भएको छ जति चेन्ज हुनुपर्ने त्यतिको चाहिँ भइसकेको छैन अनि पहिला यो सानो वर्षदेखि बोकेको भारी यति बोकिन्थ्यो कि अहिले पनि कस्तो लाग्छ के अहिलेको बच्चाहरूले खासै बोक्दैन नि त्यतिखेर अहिलेको बजारै आउँदैन बजार आउनु पर्यो भने त उनीहरूलाई चाहिँ यसो बजार हल्लिनु गर्नु भारी बोकेर त आउँदैन त्यो जमानामा हामीले सानो भारी बोकेको पुरै नगरौँ न अहिले पनि पुरै याद छ क्या बजार भनेपछि प्रत्येक बजार त छुट्याउनै नहुने यता प्रत्येक टेन्टमा पनि लाग्थ्यो त्यता पनि लान्थ्यौँ त्यहाँ चाहिँ प्रत्येक शनिबार बजार लाग्छ यता चाहिँ अब सोमबार जहिले यस्तो हुने कि यस्तो दिनहरू सम्झेर अहिले चाहिँ म सीतापोखरी बजार ठ्याक्कै आइपुगेको छु अब लगभग यहाँदेखि हाम्रो घर पुग्नको लागि चाहिँ 10 देखि 15 मिनट लाग्छ यो पछाडि देख्न सक्नुहुन्छ सबै सीतापोखरी बजार हो यो चाहिँ यस हाम्रो एरियाको एउटा बजार भनौँ न यहाँदेखि अब जानुपर्ने हुन्छ यहाँदेखि सट्टा उता बाटो उता ठिकै छ भनौँ न अहिलेसम्म चाहिँ त्यस्तो गाह्रो थिएन बाटो अलिक तल गाह्रो थियो अब हेर्दै जाउँ बाटोहरू पनि तपाईँलाई म देखाइदिन्छु यो पाटा हुँदै यो मास्तिर देख्नुहुन्छ यस्तो दामी डाँडा छ कि यो मास्तिर सल्ला त्यो मास्तिर गयो भने यति धेरै गुराँस फुलेको छ कि अहिले त्यो डाँडामा घुम्नको लागि यस्तो रमाइलो हुन्छ कि यति सुनसान यस्तो डाँडा रमाइलो छ कि तपाईँहरूलाई म त्यो डाँडा पनि देखाउँछु भोलितिर हेर्दै गर्नु होला मेरो ब्लग अर्थात् म सीतापोखरी क्रस गरेर जाँदैछु पोखरी पनि छ क्या उहिले देखिने पोखरी रहेको अनि त्यही भएर अलि सीतापोखरी भन्छ त्यसलाई चाहिँ सप्तेश्वर सीतापोखरी भन्छ हाम्रो जातको लागि चाहिँ सीतापोखरी भन्छ अहिले हाम्रो गोडालाई चाहिँ र गाइस हाम्रो गाउँ चाहिँ ठ्याक्कै यहाँदेखि अब यही भन्दा हुन्छ यहाँदेखि सटक सटेर जानुपर्छ थोरै गेट हो त मास्तिर सिङ्गिना पार्क जाने ठ्याक्कै यो देख्छु उता चाहिँ हाम्रो गाउँ किन झुक्राको के झोक्राइरहेछ त पुरै के भयो के अरे पानी थाप्दै गरे के बनाएको यो के बारेको यो आलु उम्रिरहेछ त नि अनि के छ खानेकुरा छोडेको त मैले
चिया खाएर जाउँ न त। अछु हात्ती मार्यो। के काटेको यहाँनिर? कतिखेर? आजै काटे जस्तो छ त सुँगुर। सुँगुर त आजै काटे जस्तो छ त। हेर्नुहोस् यहाँ किचनमा के पाक्दैछ त। किचनमा मासु पाक्दै रहेछ। आम्मा यहाँ हेर्नुहोस् मासु एक भाँडा यत्रोतिर उसिन्छ हाम्रोतिर। मासुको भाँडा है। यहाँ मासु पोल्दै हुनुहुन्छ। यहाँदेखि टक्क बाहिर हेर्नुहोस् र हाम्रो दृश्य कस्तो देख्छ है। टक्क अहिले चाहिँ म यहाँ माथि सिरान घरमा आएको छु। यो सिरान घर भन्दा नि तलतिरै पर्छ, बिचतिरै पर्छ। यो डाँडा त डाँडा यो चाहिँ विज्ञान भाइहरूको घर, देवास काकाहरूको घर यस्तो छ। यहाँनिर देख्न सक्नुहुन्छ यस्तो यस्तो फुलै फुल छ यतातिर। ट्याक्क यहाँ मौरीको गुडहरू, मौरीको गार, कुखुरा खोर, यो अर्चिड भन्छ, अर्किड। यहाँ फुल मरेछ। कस्तो छ। ठक्क अहिले चाहिँ हरियो पलाउँदैछ क्या। पुरा सुक्खा आराम भएपछि यहाँनिर के गर्दैछ केटो? पुरा सब्जी बारीमा पुरा पानी हाल्दै रहेछ। यहाँ फुल कस्तो खालको फुल चाहियो यहाँनिर है? बन्दाकोपीको बिरुवा है, ट्याक्क लगाएर है प्याजको। यहाँ पानी हाल्दैछ केटोले सरर होइन सब्जीमा। परतिर साग रहेछ। यो बन्दा, यो धनियाँ रहेछ यहाँनिर है, यो ग्रिन हाउसमा। म परै आइहाल्छ त हौ। के बनाएको है? कफी हो। थ्याङ्क यू सो मच हाम्रो फुपूलाई। यस्तो मिठो चिया। म 1 बजी हिँडेको। को हो त्यो बल खेल्न आउने? को हो त्यो? को हो त्यो बल खेल्न आउने? त उतापट्टिको को? ऊ भिने हो। उज्जेको हो चिप्स हो कि हो? कहिले आएको? कहिले आएको है? बस्दै बस्दै जाउँ न त घरै पछि। ल यस्तो दामी फुलहरू फुलिरहेको छ कि हाम्रो गाउँमा होइन। अरे हेर्नुहोस् आरो कस्तो बवाल फुलेको यहाँ हेर्नुहोस्।
नस्पति हेर्नुहोस्, यो हाम्रो माथिको बालुको पाको घर, यो चाहिँ हाम्रो क्लब घर। यहाँ केटाकेटीहरू बल खेल्दै रहेछ। यहाँ तल बल खेल्दै रहेछ यिनीहरू। ओइ मार्छ है के हो? दुई जना रहेछ जोडा भलिबल। मार 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 मरि त गयो। हिँड्दै जाने नि म। रन्कायो रन्कायो कटायो उज्जले मार।